हेलो गाइस, यो चाहिँ बेकारको भिडियो चाहिँ होइन कि लास्टसम्म हेरिदिनु होला है। मैले के भन्दैछु मजाले बुझिदिनु होला। यो भिडियो चाहिँ हेरिदिनु सबैले है। हेलो गाइस, गुड आफ्टरनुन है। म चाहिँ के भन्नु चाहन्छु भने नि, मैले हिजो अस्तिदेखि फेसबुकमा हेरिरहेको थिएँ कि भाइरल बहिनी त्यो सुन्तला बेच्ने भाइरल बहिनी रहेछ नि होइन। कतिले भन्दै थियो राम्री देखेर गएको होला, अरू पनि छ त काका बडाहरू दिदीहरू बेच्ने, उनीहरूलाई पनि सपोर्ट गर न भन्ने कुरा है। कतिले भन्दै थियो उसले पनि दुःख गरेर अहिलेको जेनेरेसनमा यस्तो गर्नेहरूलाई त हामीले सहयोग गर्नुपर्छ, एकदम उत्साह गर्नुपर्छ। अनि यो चिजमा चाहिँ मैले किन भिडियो बनाएको भने, जसले त्यसलाई मात्रै सपोर्ट नगर अरूलाई पनि गर भनेको त्यो कुरा पनि सही हो। अनि यो जेनेरेसनमा यस्तो काम गर्छ, उसले काम गरेर पनि पढ्छ भन्ने त्यो पनि सही हो। दुइटै कुनै गलत होइन, यो 50-50 नै हो है। अनि अहिले के हुँदैछ भने त्यही मात्रै आउँछ फेसबुकमा होइन। अनि मैले चाहिँ मेरो विचार चाहिँ के हो भने, ऊ त अलरेडी भाइरल भयो, अब उसले काम गर्नुपर्छ त्यो चिजमा होइन। अब कसले भाइरल गर्यो, कसले भिडियो बनायो, त्यसलाई पनि धेरै धेरै धन्यवाद होइन। यस्तो मान्छेहरूलाई, सानो मान्छेहरूलाई, अब पहिला त भाइरल थिएन होला, अब भाइरल भयो, तर ऊ भाइरल भइसक्यो। अब उसले गर्नुपर्छ त्यो चिजमा काम चाहिँ है। अन्त त्यो भएर उसलाई छोडेर अब अरूलाई सपोर्ट गर्नुपर्छ होला भन्ने चाहिँ मेरो मनको विचार। अनि उसको त अलरेडी एउटा प्लेटफर्म बन्यो, अब त्यो प्लेटफर्म कसरी चलाउने अब उसको जिम्मा हो। अब यसरी नै अरू मान्छेलाई पनि भाइरल गराउँ न, गराइदिनुहुन्छ होला तपाईँहरूले। जो ठुल्ठुलो अब फलोवर्स छ, तपाईँहरूको मिलियनमा भ्युज जान्छ, उहाँहरूले अरूलाई पनि यस्तै सपोर्ट, ऊ पनि दामी यसरी नै अरूलाई पनि गरिदिनु पर्ने जस्तो लाग्छ मलाई चाहिँ। अरू पनि छ त्यहाँ त्यो लाइनमा पुरा छ होइन। अरूलाई पनि गरिदिउँ, मलाई खुसी लाग्यो ऊ भयो, अन्त अरूलाई पनि गरिदिउँ त्यही पाराले। उसको त प्लेटफर्म बन्यो एउटा होइन, एउटा घर बन्यो। अब त्यो घरलाई चाहिँ झार पलाउने कि सफा गर्ने कि कलर गर्ने त्यो उसको जिम्मा हो। अब अरूलाई घर बनाइदिनुपर्छ। त्यो भन्दै मेरो पनि घर त ठुलो छैन, म पनि झुपडीमै हो फेसबुकमा, तर मेरो सोचले चाहिँ त्यो भन्छ अब अरूको घर बनाऊ। घर बनाइदिने चाहिँ ठुल्ठुलो उयसको काम हो, फलोवर्स जसको छ, जसको मिलियनमा भ्युज जान्छ, उनीहरूले बनाइदिने काम हो। अनि घर बनाइदिएर पनि घर स्याहारेन भने चाहिँ त्यो उसकै काम हो कि होइन। कि मेरो गलत सही हो बुरा हो त्यो तपाईँहरूले सोचेर भन्नु। म त गलत जस्तो लाग्दैन यो कुराहरू है। जसलाई सही लाग्छ एकदम कमेन्ट गरिदिने, सेयर गरिदिने, जसलाई गलत लाग्छ उनीहरूले पनि गरिदिने है। यसको रिप्लाई चाहिँ म दिनेछु।